आज 5 जना नेपाली भाइ बहिनीहरू हाम्रो कम्पनीमा वर्किङ भिजामा आउनु भएको छ। उहाँहरूको अपार्टमेन्ट चाहिँ म पहिला बसेको अपार्टमेन्टबाट नजिकै भएको हुनाले मलाई आउजाउ गर्न धेरै सजिलो भयो। उहाँहरू थाकेर आउनुहुन्छ होला भनेर मैले बिहानै ड्रिङ्क्सको पनि व्यवस्था गरेर गएको थिएँ। अनि उहाँहरू चाहिँ अब आइसकेर मलाई चाहिँ त्यो घरको भित्र देखिसकेपछि चाहिँ कस्तो खुसी हुनुभयो है। मलाई केही पर्यो भने सहयोग गर्ने नेपाली हुनुहुन्छ भन्ने जस्तो लागेर उहाँलाई ढुक्क भएर होला मैले आफ्नो तर्फबाट गर्न सक्ने भाषाको बिचको ट्रान्सलेटहरू चाहिँ गरेर उहाँहरूलाई चाहिँ एकदम सहयोग गरिराखेको थिएँ। उहाँहरू पनि ढुक्क हुनुहुन्थ्यो होइन, मलाई हामीलाई चाहिँ यसरी सपोर्ट गर्ने मान्छे हुनुहुन्छ भनेर। त्यसरी नै अब उनीहरू बस्ने रुमको चाहिँ विभिन्न नियम कानुनको सम्बन्धमा चाहिँ सबै जानकारीहरू गरायौँ। त्यसपछि हामी कागजी प्रक्रियाको लागि चाहिँ वार्ड अफिसतिर लाग्यौँ। वार्ड अफिस पुगिसकेपछि हामीले लगभग कागजी प्रक्रियाहरू चाहिँ सबै पुरा गऱ्यौँ होइन। अब हाम्रो एड्रेस इन्ट्री गर्नेदेखि लिएर गएर सबै गऱ्यौँ। त्यसपछि भोक लाग्यो भनेर चाहिँ उहाँहरूलाई चाहिँ खाना खानको लागि लिएर गयौँ। अब उहाँहरूको चाहिँ जापान आएपछि पहिलो पटक जापानिज फुड्स खाने स्वाद चाहिँ अब के कस्तो हुन्छ, अब जे जस्तो भए पनि पेट भरौँ भनेर सँगसँगै चाहिँ हामीले रामेन खायौँ। त्यसपछि चाहिँ अब उहाँहरूलाई रुममा चाहिने सामान्य सामानहरू किनमेल गर्नको लागि हामी दाइसिन अथवा याकुएन गयौँ। सामान किनेर मक्क पर्दै चाहिँ फर्क्यौँ। फर्किसकेपछि उहाँहरूलाई चाहिँ अन्डरग्राउन्ड ट्रेन चढ्ने बारेमा पनि मैले जानकारी गराइदिएँ र अन्डरग्राउन्ड ट्रेनमै हामी उहाँहरूको रुममा फर्क्यौँ। हेर रुम फर्किनको लागि होला, अब घर आइपुग्नु लाग्यो भनेर मक्क परेर हेर उफ्री आछन्। ल भाइ बहिनी, हजुरहरूलाई जापानमा धेरै धेरै स्वागत छ। अब हामी सँगसँगै मिलेर सँगसँगै काम गरेर अगाडि बढौँ है।